चेरी ब्लजम चेरीको रूपमा फुल्ने सुन्दर फूल हो, जसलाई जापानी भाषामा साकुरा भनिन्छ भने नेपालीमा पैयु र कोरियन शब्दमा फक्कुत। यी फूलहरू वसन्त ऋतुमा फुल्दछन्, यानि कि मार्च र अप्रिलको बीचमा फुल्ने गर्छन् भने धेरै छोटो समयको लागि मात्र रहन्छन्। हल्का गुलाफी वा सेतो रङको मिश्रित भएको यो फूलले सबैजनालाई लोभान्वित र आकर्षण गर्दछ। चेरी ब्लजम विशेष गरी जापानमा धेरै महत्त्वपूर्ण मानिन्छ। त्यहाँ हानामी भन्ने परम्परा पनि छ, जसमा मानिसहरू फूल हेर्न पार्कमा भेला हुन्छन्, रमाइलो गर्दछन्। र आजभोलि दक्षिण कोरियामा पनि यस्ता खालका उत्सवहरू मनाइने गरिन्छ र विभिन्न ठाउँहरूमा मेला लाग्ने गर्दछ चेरी ब्लजम फुल्दाखेरि। यस चेरी ब्लजमबाट हामीले सिक्नुपर्ने कुराहरू पनि छ, जस्तै कि यही फूल जस्तै हाम्रो जीवन पनि एकदमै सुन्दर छ र शान्तिपूर्ण पनि छ। र नयाँ सुरुवात, यी फूलहरू झरिसकेपछि नयाँ सुरुवात, हरियालीको सुरुवात हुने गर्दछ। हाम्रो जीवनमा पनि कुनै केही कारणवश कुनै नराम्रो घटनाहरू भए पनि त्यसबाट हामीले झन् नयाँ कुराहरू सिक्न सक्नेछौँ र नयाँ सुरुवात गर्न सकिन्छ। र जीवनको क्षणिकता, हाम्रो जीवन पनि एकदमै छोटो भएको कारणले गर्दा हामीले यी फूलहरू जस्तै गरी आकर्षण र एकदमै रमाइलो गरी हामीले हाम्रो जीवनलाई लैजानु पर्दछ। यी फूलहरूले ल्याउने नयाँ सुरुवात जस्तै हजुरहरूको जीवन पनि राम्रो तरिकाले सुरुवात होस् र सुन्दर होस्। हजुरहरूको वरिपरि यी फूलहरू फुलेका छन् भने यो वर्षको चेरी ब्लजम पनि हजुरहरूले एकदमै इन्जोय गरेर बिताउनुहोस् र फेस्टिभलहरूमा पनि जानुहोला।